अहिलेको साइज गरेर भन्नुहुन्छ होला भगतले बोलाउनु छैन यहाँ आएर हल्लो मनको मैलो पखालिन गङ्गा नुहाउँदैमा कपट बोके मुक्ति हुन भजन गाउँदैमा मनको मैलो पखालिन गङ्गा नुहाउँदैमा कपट बोके मुक्ति हुन भजन गाउँदैमा कपट बोके मुक्ति हुन भजन गाउँदैमा हुनुपर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छन् मनदेखि निर्मल कुवा पनि भइदिन्छन् गङ्गाजल कुवा पनि भइदिन्छन् गङ्गाजल छोरी पाल्न मर्ने बेला कोही हुन्न कि मुखमा पानी हाल्न जीवन बित्यो धन कमाउन छोरा छोरी पाल्न मर्ने बेला कोही हुन्न कि मुखमा पानी हाल्न मर्ने बेला कोही हुन्न कि मुखमा पानी हाल्न हुनुपर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छन् गङ्गाजल अब जीवन नेपालको पालो आयो है छोरी पायो पराई घरमा कसको गर्नु आशा छोरा पायो ठुलो भए परदेशतिरै बासा छोरी पायो पराई घरमा कसको गर्नु आशा छोरी पायो पराई घरमा कसको गर्नु आशा हुनुपर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छन् गङ्गाजल हुनुपर्छ मनदेखि निर्मल कुवा पनि भइदिन्छन् गङ्गाजल कुवा पनि भइदिन्छन् गङ्गाजल हो हुन्छ 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 साँझ वैली झर्छ मान्छे चाहिँ कहिले पनि मर्दिन झैँगर्छ बिहान फुल्ने फुल पनि साँझ वैली झर्छ मान्छे चाहिँ कहिले
साथमा दया गर्ने कृष्ण छन् साथमा झुकाउ शिर झुकाइ हात माथामा गरौँ भजन गीत सीताराम भन गीत राधे श्याम भन गीत सीताराम भन गीत राधे श्याम भन भजन गाउँदै गाउँदै बितोस् जीवन भजन गाउँदै गाउँदै बितोस् जीवन हाय 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 भजन गाउँदै गाउँदै बितोस् जीवन मनको हाय शोक मोह हटाउँदै मनको पछि लाग्न छोडिदेऊ धनको गरौँ भजन गीत सीताराम भन गीत राधे श्याम भन गीत सीताराम भन गीत राधे श्याम भन भजन गाउँदै गाउँदै बितोस् जीवन भजन गाउँदै गाउँदै बितोस् जीवन हाय 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 भजन गाउँदै गाउँदै बितोस् जीवन आफ्नो सोच्यो आफैलाई घात हुने गरौँ भजन गीत सीताराम भन गीत राधे श्याम भन गीत सीताराम भन गीत राधे श्याम भन भजन गाउँदै गाउँदै बितोस् जीवन भजन गाउँदै गाउँदै बितोस् जीवन हाय 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 भजन गाउँदै गाउँदै बितोस् जीवन सम्पत्ति घर हाय छोडी जाने सम्पत्ति घर रामकै भर कृष्णकै भर पर गरौँ भजन गीत सीताराम भन गीत राधे श्याम भन गीत सीताराम भन गीत राधे श्याम भन भजन गाउँदै गाउँदै बितोस् जीवन भजन गाउँदै गाउँदै बितोस् जीवन होइ 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 भजन गाउँदै गाउँदै बितोस् जीवन मुट्ठी बाँधी जन्मियौँ हामी हाय मुट्ठी बाँधी जन्मियौँ हामी मुट्ठी खोले गरेरै भजनी गरौँ भजन गीत सीताराम भन गीत राधे श्याम भन गीत सीताराम भन गीत राधे श्याम भन भजन गाउँदै गाउँदै बितोस् जीवन भजन गाउँदै गाउँदै बितोस् जीवन होइ 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 भजन गाउँदै गाउँदै बितोस् जीवन हरि अरे नाता राजा नाथनी महाजन
तिनी मनको तृष्णानी लमे तिनी मनको तृष्णानी रामा तिम्रै तिम्रै हुन् कृष्णानी गरौँ भजन गीत सीताराम भन गीत राधे श्याम गीत सीताराम भन गीत राधे श्याम भजन गाउँदै गाउँदै बितोस् जीवन भजन गाउँदै गाउँदै बितोस् भजन गाउँदै गाउँदै बितोस् जीवन साथमा धान गरौँ भजन गीत सीताराम भन गीत राधे श्याम भन गीत सीताराम भन गीत राधे श्याम भजन गाउँदै गाउँदै बितोस् जीवन 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 धर्म कर्म कीर्ति र नाम राख्नु जाङ्गाएनी ईश्वरकै नाम जप्नु देवघाट नारायणी देवघाट नारायणी पाप पुण्य साथैमा लैजाने जन्माकै खरानी कीर्ति र नाम राख्नु जाङ्गाएनी ईश्वरकै नाम जप्नु देवघाट नारायणी पाप पुण्य साथैमा लैजाने जन्माकै खरानी हे देवघाट नारायणी पाप पुण्य साथैमा लैजाने जन्माकै खरानी हातमा मुखमा राम ब्रह्मा विष्णु महेश्वर जपौ नारायण देवघाट नारायणी देवघाट नारायणी पाप पुण्य साथैमा लैजाने जन्माकै खरानी हातमा मुखमा राम ब्रह्मा विष्णु महेश्वर जपौ देवघाट नारायणी देवघाट नारायणी पाप पुण्य
आँखा छेक्यो नि जालैले जान्न भन्दा लैजान्छ कालैले देउघाट नारायणी पाप पुण्य साथैमा लैजाने जन्मात्रै खरानी छेक्यो नि जालैले जान्न भन्दा लैजान्छ कालैले देउघाट नारायणी पाप पुण्य साथैमा लैजाने जन्मात्रै एकत्रित हुनुभएको छ। यो ठाउँलाई चाहिँ चक्रवर्ती मन्दिर भनिन्छ है। चक्रवर्ती मन्दिर हाम्रो 22 र 24 राज्यको इतिहास त थाहा छ नि त हामीलाई। हाम्रो देश पहिले टुक्रा टुक्रा थियो, धेरै देश राज्यहरू थिए। पछि पृथ्वीनारायण शाहले एकीकरण गर्नुभयो भन्ने सन्दर्भमा पाल्पाका राजा मणिमुकुन्द सेन नाम गरेका राजाले उहाँ चाहिँ एउटा धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो। उहाँले स्थापना गर्नुभएको अथवा भनौँ किम्वदन्ती अनुसार उहाँले साक्षात् सपनामा चाहिँ भगवान शङ्करको दर्शन गरेर उहाँलाई चाहिँ प्रकट हुनुभएको दिव्य भगवान शङ्करको स्वरूपको शिला यहाँ अगाडि हामीले दर्शन गर्न सक्छौँ। र मान्यता अनुसार यो भगवान शङ्करको स्वरूप प्रतिदिन बढ्दै जाने भन्ने यहाँको मान्यता छ। र बुढापाकाहरूले हामीले देख्यो भन्दा अलिक ठुलो भएको उति पनि भन्नुहुन्छ। पहिले चाहिँ खुल्ला रूपले भित्र गएर दर्शन आदि गर्न सकिन्थ्यो, तर अहिले यसलाई संरक्षण गरिएको छ। सबैले जाने उठाउने दाग लगाइदिने आदि इत्यादि भएर जसरी हाम्रो बरा क्षेत्रको त्यो उसलाई अहिले बन्द गरेर राखिएको छ नि, त्यसै गरी अहिले हामीले सुरक्षित गरेर यहाँ अति प्राचीन, अत्यन्तै प्राचीन, अति दुर्लभ। अरू ठाउँमा ठुला भौतिक संरचना, ठुला ठुला गजुर देखिए पनि ती मानव निर्मित हुन्, तर साक्षात् स्वयं प्रकट भगवान शङ्करको यो दिव्य स्वरूप दर्शन गर्नुहुनेछ हजुरहरूले। र ठाउँको नाम के भनेको थिएँ अरे मैले? ल घरमा गएपछि छिमेकीले छोराबुहारीले कहाँ जानुभयो भनेर सोद्धा के भन्ने त हामीले चक्रवर्ती मन्दिर कसले बनाउनु भएको? मणिमुकुन्देश्वर राजाले। कुन ठाउँमा हुनुहुन्छ? देवघाटको तनहुतर्फ। बिहान हामीले चितवन तर्फका मन्दिरहरू दर्शन गऱ्यौँ भने यो तनहु तर्फको क्षेत्र हो देवघाटको। सबैजनाले आनन्दले दर्शन गरिसकेर हामी यताको बाटो अगाडि बढ्छौँ। ल शङ्कर भगवानको रामचंद्र भगवान को, नारायण भगवान को, धाम को बिस्तारै अगाडि बढौँ भक्त। देउघाट नारायणी पाप पुण्य साथैमा लैजाने जम्माकै खरानी।
भजौ सबले राम र श्यामलाई मुक्ति मिल्छ वैकुण्ठ जानलाई देवघाट नारायणी पाप पुण्य साथैमा लैजाने जन्म त्रैकरानी राम र श्यामलाई मिल्छ वैकुण्ठ जानलाई देवघाट नारायणी पाप पुण्य साथैमा लैजाने जन्म त्रैकरानी 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 हरे चेता तालीमा आयौँ हामी ईश्वरकै खोजीमा आयौँ हामी ईश्वरकै खोजीमा होला त नि आइजन् नारायणीको नारायणी गङ्गाको त्रिवेणी धामको राधे राधे मलाई खेल्नु पो लड्ने बस्नेत राधे राधे किन बोल्नु भएको नबोल्नु मैले वीरबहादुर बस्नेतलाई बोलाएको मोहन प्रसाद जमेर कटेल भक्तमाया लुन्टेल अम्बिका सुवेडी डम्बर कुमारी कार्की कमल बैरागी अग्नि प्रसाद अधिकारी धामको शालिग्राम भगवानको गण्डकी माताको भगवानको शालिग्राम भगवानको धामको श्रेष्ठ नागरिक समाजको